शिवरात्रीको दिन करेन्ट चाउचाउ खाँदा खत्रै पिरो भएको थियो। दिनहरु हाम्रो एउटा हेलो एभ्रिवान, आज शिवरात्रि हो भन्ने कुरा त सबैलाई थाहा नै होला। शिवरात्रिको दिन दिउँसो त हामीले खासै केही गरेनौं। हामीलाई चाहिँ दिउँसोको टाइम चाँडो चाँडो बिताउनु पर्ने थियो अनि हाम्रो टाइम चाहिँ यस्तो तालमा स्पेन्ड भयो। बिग्रेको 3-4 मोबाइल छ है, ल र ल्याइदिनु न बाउको बगली जाने अनि यस्तै तालमा बल्ल बल्ल रात पनि परिहाल्यो। अनि चाहिँ हामी टक्क आगो सागो बालेर आगो ताप्न बस्यौँ। आगो ताप्दा ताप्दै मान्छे पनि बिस्तारै आउँदै थिए अनि मैले चाहिँ टक्कसँगले शिवरात्रिको प्रसाद खाएँ। अनि प्रसाद भने चाहिँ एकदमै मिठो 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 भएको थियो। अनि प्रसाद खाइसकेपछि चाहिँ हामी फेरि आगो तापेर बस्यौँ। यहाँनिर आन्टीहरू चाहिँ टक्क गीत सित गाएर बस्नु भएको थियो। अनि बिस्तारै बिस्तारै मान्छे पनि कम हुँदै गयो। हामीलाई नि त्यहाँ बस्न अति नै झ्याउ लाग्न थाल्यो। अनि त्यसपछि चाहिँ हामीले पसलमा गएर कुरकुरे किनेर ल्यायौँ। कुरकुरे लिएर चाहिँ सिधै हामी घर गयौँ। अनि घर गएर चाहिँ टक्क करेन्ट चाउचाउ पकाउन थाल्यौँ। फेरि करेन्ट चाउचाउको मसला मिक्स नभएर फेरि तनावै भएको थियो अनि मैले चाहिँ यस्तो कदम उठाएँ अनि हाम्रो करेन्ट चाउचाउ नि रेडी भयो। अनि त्यसपछि करेन्ट चाउचाउ भाग लगाएर चाहिँ हामी खानातिर लाग्यौँ। सब मसला हालेर होला करेन्ट चाउचाउ त फेरि खत्रै नै पिरो भएको थियो। अनि करेन्ट चाउचाउ खाइसकेपछि चाहिँ हामी तास खेल्नतिर लाग्यौँ। ल फेरि ब्लाइन्ड ल ब्लाइन्ड ल म चाहिँ सो हानिदिन्छु। अनि फर्स्टमा चाहिँ मैले खत्रै पारामा जितेँ। सो आजको ब्लग चाहिँ म यहीँ समाप्त हान्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ। बाई।